ओइ मुला कस्तो निस्किनै दिन्न त यार छैन उताको बिरामी पो झन् फेर्नु त भित्रको सिद्धिन्छ फेरि भएको यो लाइनमा त प्रोटेस्टै गर्ने नि वास्तवमा त चारवटा भयो यहाँ नै प्रोटेस्ट त यहाँ गर्ने होइन नि यहाँ कुनै गल्लियै छैन बाहिर निस्किम भनेको बाटै छैन त यार भाग्नुपर्छ यार यहाँ त केटा एउटै गल्ली छ होइन यो न्यू पोइन्ट टावर पछाडि यताबाट जानु त यार घर जानै नपाइने भयो त यार हे बाबा म आन्दोलनमा छैन है भगवान् निस्किम भनेको निस्किन नि पाइन्न उताबाट आउनुभयो उता जाने फेरि कति बेला निस्किने त यार कति बेला घर जानु त अफिसभित्र बसेर बचेको हामी त त्यहाँ पर कलेज छ नि त्यो सिधै त्यही कार्यक्रम हुन लाग्यो त लिएर कलेजमा अफिसभित्र बसेर बचेको पुरै एउटा घर त सिसा खत्तम छ ढुङ्गाले कतमाथि पुलिस गएर माथिबाट हाल्यो सामने यार जान त पाइनु पर्ने ल आयो फेरि उताबाट त चान्सै छैन हौ कस्तो मान्छे मर्या हो खोइ थाहा होइन मान्छे मर्या हो र छैन कहाँ मारे त्यही अघि गोली हानेर ढालेको थियो नि एकजना खै मलाई थाहा भयो स्प्रे हो आँखा मलाई भने पोलेर यो होइन माया सिक्ने आगो लाऊ भन्ला हो आगो एक ठाउँमा सबै जाउँ आगो लाऊ ए त तलतिर निस्किने बाटो चाहिँ छैन यहाँबाट भित्र छ कता कहाँनिरबाट यता चाहिँ खाली होला यता त छ यतापट्टि छ कता बाटो कता बाटो हो बाटो यो अगाडिबाट थेत्तेरिका यत्रो घुम्नु त पुरै शङ्कामूल पारि जानुपर्ने हो यहाँनिर बाउलाइरहेको फेरि होइन अब केटा कहिले ढुङ्गाले रन्किने गरी हानिदियो भने त सिद्धियो नि त जानुपर्ने हुन्छ अरे नि कहाँ साथसाथमा आएको भन्छ त्यस्तो पनि आन्दोलन हुन्छ अब चाहिँ ढुङ्गा नखाइयोस् बस यस्तो छ हालत गाइज ढुङ्गा मुढा यहाँ पुलिसहरू यस्तो गरिरहन् हेर त हाँसुर घाँसको आमा मान्छेहरू हेरौँ त बाबा 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 हेट यस्तो गराइदियो यार गाइज यार तल त मुनि पारी कसरी जान्दा नि त्यो लाइनबाट आउँदै रहेछ भागिहाल्नुपर्छ यार ओइ मामफुली कसरी जानु हौ यता पनि जान देखेन कि कताबाट चाहिँ जान्छ हौ यहाँ घर पनि जान नपाउने हो क्या हो अति भयो त्यहाँ
उता जानु मिल्छ त मलाई त हामीलाई चाहिँ किन हौ छ्या जानै दिन्न हौ मायामफुली जाने भन्ने भयो क्या हो फेरि यार के आन्दोलन गर्छ हौ यसरी त यहाँ आएको म 2 घन्टा जति भयो न यता जान पाइएछ न उता जान पाइएछ बाइक पनि छुन पाएँ छैन होइन अब ठ्याक्कै जङ्सनमा जहाँ बाटो मलाई जानुपर्ने हो त्यही चाहिँ आन्दोलन छ होइन 2 घन्टा जति यहाँ बसिरहेको छु सटरमा आन्दोलनहरू गरिरहेको छ मान्छेहरू फेरि भागम भाग आएको म कति बजी आएको कति बजी अहिले 4 बज्न लागिसक्यो होइन म 12 बजीतिर आएको हो यहीँ छु म यहाँ तिनकुनीमै छु अहिले चाहिँ न जान दिन्छ न गाडीमा जान दिन्छ लिफ्ट पनि मागेँ मैले होइन लिफ्ट पनि दिएँ तर त्यहाँबाट गाडी पनि छिर्न दिन्न मान्छे पनि छिर्न दिन्न पुलिसले मान्छे छिर्न दिन्न आन्दोलनकारीहरूले गाडी छिर्न दिन्न म जस्तो अब कतिजनाले चाहिँ आज दुःख पाएर यत्तिकै व्यवहार चाहिँ भएर बसिरहनु भयो होला कहिलेसम्म हो यस्तो अलिकति पब्लिकलाई होइन कि राम्रैसँग गर्नु हुँदैन फेरि भाग्यो क्या फेरि भाग्यो यस्तो पारा छ यहाँनिर सालेहरू प्लिज हुनुलाई पब्लिकको लागि चाहिँ कहिले लाग्यो गाडी कुन बेला म त भाग्दा अब त औडा भइसक्यो कति भाग्नु हौ म्याम पनि जाने दियो हुन्थ्यो जस्तो भइरहेको होइन अब यहाँ कति मान्छेहरू यहाँ गाडी ल्याउने फर्काउने भएको छ ठ्याक्कै यो चाहिँ शान्तिनगरको यो भिएस निकेतनबाट यता ओह्रालो जान्छ नि सङ्कमल पार्क जाने बाटो निरेको म चाहिँ चेन्नई सटरमा चाहिँ अहिले उता तिनकुनी पनि ब्लक यता पनि ब्लक बानेश्वर पनि ब्लक उता गौशालातिर जाने लाइन पनि ब्लक के गर्नु त अनि बसेको यहाँनिर चुप्प लाएर बसिरहेको छु बाइक त्यहाँ छ आफू यहाँ छ त्यो छ हालत मासला चोर नेताहरू गर्ने बेला मन परि गर्छ दुःख चाहिँ जनतालाई खातेहरू अब कति बेला पुग्छ अब त्यतिखेर भेट्छु अब एकछिन अब अघि एकछिन आन्दोलन हेर्ने चक्करमा यस्तो छ नेपालको हालत